जितपुर सिमरा उपमहानगरपालिका वार्ड नम्बर 3 स्थानीय वडा कार्यालयले आज किसानहरूको सहजताको लागि दबाई छिट्ने ट्याङ्की वितरण गरेको छ। कृषि उत्पादन, कृषि र किसानलाई सहयोग गर्ने उद्देश्य आयोजना गरिएकोले कार्यक्रमको विभिन्न किसानहरूलाई ट्याङ्की प्रदान गरेको हो। दी नमस्ते। नमस्ते। हजुरको शुभ नाम? कमला बस्नेत। यो ओडाले अहिले जुन ट्याङ्कीहरू वितरण गर्दैछ यहाँलाई कस्तो लाग्दैछ? राम्रो लाग्दैछ। कति जति तिर्नु भयो यहाँले? हामीले 1400। बजारमा नयाँ किन्नु पर्दाखेरि हेरी हेरी हुन्छ नि 3000 4000 3-4 हजार रुपियाँ पर्छ। अनि उहाँले केही पर्सेन्ट सहुलियत गरेर यहाँहरूलाई दिनुभएको? हामीलाई खुसी लागेछ। खुसी लागिरहेछ। जे होस् सहुलियत त पाउनु भएको छ यहाँले। के भन्नुहुन्छ उहाँहरूलाई? धन्यवाद। राम्रो गर्नुभएको छ। यस्तै गरी वितरण गर्नु भनेर चाहन्छौँ। आगामी दिनहरूको लागि केही भन्न चाहनुहुन्छ कि? अब बिउ बिजनहरू पनि यस्तै गरी वितरण गर्नुहोस्। गहुँको बिउ दिनुभएको थियो, धानको बिउ पनि यस्तै गरी दिनुहोस् भन्न चाहन्छौँ। भनेपछि यहाँ 3 नम्बर वडाले गाउँको बिउहरू पनि वितरण गरिरहन्छ। गर्नुभएको थियो। हस् त, यहाँलाई धन्यवाद। नमस्ते हजुर। नमस्ते। अनि यो अहिले वडा कार्यालयले जुन अहिले ट्याङ्की बाँडिरहेछ नि, हजुरलाई कस्तो लाग्दैछ त? एकदम राम्रो लाग्दैछ। पैसा पनि तिर्नु पर्ने हो कि यो ट्याङ्की यतिकै फ्री दिएको? फ्री दिनु भए त हुन्थ्यो, पैसा नै लिनुभयो 1400। अनि यो 1400 तिर्नु भयो ट्याङ्कीको? अनि उता बजारमा किन्नुभन्दा सहुलियतमै पाउनुभयो कि अथवा बजारकै रेटमा हो? बजारमा त 1400 त पाइँदैन, त्यही 3000 जति पर्छ। अलिअलि गाडी भाडा लिनुभएको कि के हो खर्च ल्याएको। भनेपछि एउटा कार्यालयले यो त्यत्तिकै वितरण गरेको होइन, 1400 रुपियाँ लियो। के भन्नुहुन्छ उहाँहरूलाई चाहिँ? उहाँहरूलाई धेरै धेरै धन्यवाद। अब अलिकति लिनुभयो पनि त्यो केही सहुलियत होला नि त, यहाँहरूलाई सहुलियतमै दिनुभएको रहेछ। बजारमा भनेपछि 3000 पर्छ यसको दाम। हजुर हस् त, धन्यवाद यहाँलाई। सबैलाई। र यसै गरेर दर्शकबिन यहाँ हुनुहुन्छ जितपुर सिमरा उपमहानगरपालिका वार्ड नम्बर 3 का कार्यवाहक अध्यक्ष मायाविकोज्यू। उहाँसँग पनि छोटो कुराकानीमा हामी जोड्नेछौँ। म्याम नमस्ते। नमस्ते म्याम, यो अहिले यहाँले जुन दबाई छिट्ने एउटा ट्याङ्की बाँड्दै हुनुहुन्छ, यहाँको वास्तविक उद्देश्य चाहिँ के हो? यो ट्याङ्की बाँड्नुको उद्देश्य चाहिँ? हाम्रो वास्तविक उद्देश्य भनेको अब कृषकलाई भनौँ न, अब हामीबाट केही नगरबाट ओडाबाट केही सहुलियत केही सुविधाको लागि होइन, कृषकलाई हौसलाको लागि। अनि हामीले चाहिँ जुन 8 लाख रुपियाँ हामीले कृषि क्षेत्रमा हामीले छुट्याएको थियौँ, त्यहीबाट हामीले गएको केही महिना अगाडि गाउँको बिउहरू पनि वितरण गऱ्यौँ 70% अनुदानमा। अनि त्यही पैसा 8 लाख मध्येबाटै हामीले फेरि यो कृषकलाई चाहिँ ट्याङ्कीको फारम हामीले भरेका थियौँ गाउँको बिउ नै आउने के अरे लिने बेलामा। अनि त्यही अवस्था त्यही बेलादेखि नै अनि जसले त्यतिखेर फारम भर्नुभयो ट्याङ्कीको लागि होइन, अनि त्यही व्यक्तिलाई फारम भर्ने व्यक्तिलाई चाहिँ हामीले ट्याङ्की 70% अनुदानमा हामीले ट्याङ्की पनि वितरण गरेका छौँ। मैले के व्यक्तिहरूलाई यहाँ सोधेको थिएँ, उहाँहरूले चाहिँ 70% लिनुभयो, 1400 लिनुभयो भनेर भन्नुभयो। अनि उहाँहरूलाई यो फ्रीमै आएको होइन र म्याम? फ्रीमै होइन, किनकि हामीले चाहिँ 70% अनुदान भनेर लिएको। अनि नगरपालिकाले चाहिँ हामीलाई भनौँ न 30% चाहिँ हामीले चाहिँ जोबाट खरिद गऱ्यो त्यसलाई चाहिँ हामीले यो उठेको पैसा 70% अनुदानबाट अनि अरू बाँकी भएको पैसा चाहिँ हामीले फेरि उतै जसले किन्यो त्यही ठाउँमै हामीले बुझाउँछौँ। दाइ नमस्ते। नमस्ते। हजुरको शुभ नाम? मेरो रामकुमार अधिकारी, वार्ड नम्बर 3। हजुर, यो अहिले वडा कार्यालयले यहाँ किसानहरूलाई ट्याङ्की वितरण गर्दैछ नि, अनि यहाँलाई चाहिँ कस्तो महसुस हुँदैछ त? यो अहिले त मलाई व्यक्तिगत भन्नुपर्दाखेरि पनि अहिले मकैमा पुरै किरा लागिरहेको अवस्था थियो। त्यसमा मैले ट्याङ्की किन्नै लागेको थिएँ। वार्डमा बाँड्दैछ अरे भनेर भनेपछि लालपुर्जा र नागरिकताको फोटोकपी ल्याएर पहिल्यै बुझाइएको थियो र आज यो बेलामा पाउँदाखेरि एकदमै खुसी लागेको छ। अनि सर सुन्नु न, अहिले यहाँ वडा कार्यालयले फ्रीमा दिएको होइन रहेछ, वडा कार्यालयले चाहिँ 1400 लिएको रहेछ, यो चाहिँ किन होला केही भनिदिनु न। अब यो ठिकै छ हाम्रो लागि, त्यो अब 3200 रुपियाँ पर्नुपर्ने चिजलाई 1400 मा दिएको छ भने त्यसलाई पनि राहतैको रूपमा लिनु पर्यो।
यसलाई त्यो अब पैसा किन लियो भनेर नेगेटिभ मात्रै गर्नु भएन कि अब यसलाई राहत सम्झिनु पऱ्यो। अब 1800 त राहत भयो त। 1400 चाहिँ यहाँले क्यासै तिर्नुभएको? क्यास तिर्दिएको मैले। के भन्नुहुन्छ उहाँहरूलाई? उहाँहरूलाई अब यस्तो यस्तो छुटको कार्यक्रम अरू पनि लिएर आउनुहोस्। अब जस्तै अब अहिले ग्यासको अभाव छ होइन, अब यसमा मिल्छ भनेदेखि इन्डक्सन चुलो राहतमा, यस्तै गरी तपाईँको अब 5000 पर्ने चिजलाई अब 1800मा ल्याइदिनु भयो भने अझ राम्रो हुन्थ्यो। 3 नम्बर वाडा वासीहरूले त्यसबाट धेरै फाइदा लिने थिए, उहाँहरूलाई धेरै धेरै धन्यवाद पनि दिने थिए भन्न चाहन्छु। यहाँलाई कस्तो लाग्दैछ? राम्रो छ, सुविधाजनक छ, कृषिलाई राम्रो गरिरहेछ। यो ट्याङ्की नहुँदाखेरि चाहिँ खास समस्या चाहिँ के हुँदो रहेछ त अलिकति बताइदिनु न। गाउँघरमा मागेर हिँड्नुपर्छ। सही कुरा हो होइन। कति कट्ठा छ यहाँको जमिन? मेरो 7 कट्ठा। 7 कट्ठाको लागि कति कट्ठासम्मको लागि चाहिँ गर्दैछ यहाँले? 6 कट्ठाभन्दा माथिको लागि 6 कट्ठासम्म। हस् त, यहाँलाई कस्तो लाग्दैछ? एकदम खुसी लाग्छ। यहाँको कति कट्ठा जति छ होला? जग्गा त मेरो 15 कट्ठा जति छ, कमाएको चाहिँ 3 बिघा जति कमाएको छ मैले। त्यही भएर ट्याङ्कीको नि आवश्यकता पर्छ। एकदम आवश्यक थियो मलाई, एकदम राम्रो भयो, एकदम खुसी। आगामी दिनमा चाहिँ के गरिदियोस् जस्तो लाग्छ वडा कार्यालयले? वडा कार्यालयले भनेको यही बिउ मल कृषिलाई चाहिने भनेको यही पम्प, यति नै हो। यही 3 चिज मात्रै हो चाहिने। ट्याङ्की प्राप्त गरेका किसानहरूले यसले आफ्नो खेतीपातीमा ठुलो सहयोग पुग्ने बताएका छन्। उनीहरूका अनुसार पहिले दबाई छिट्न समस्या हुने गरेको अब काममा सहज हुने विश्वास व्यक्त गरेका छन्। वडा कार्यालयले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ। आगामी दिनमा अब अहिले नपाउनु भएको कतै छुट्नु भयो भने होइन, कतै छुट्नु भएको होला, अनि उहाँहरूलाई चाहिँ फेरि फारम इच्छुक भएर हामीलाई पनि ट्याङ्की चाहियो भनेर आउनुभयो भने हामी फेरि त्यसलाई चाहिँ निरन्तरता दिनेछौँ। फेरि हामी फारम भर्न लगाएर अनि त्यसपछि फेरि हामी अब आउने यो 83को बजेटलाई छुट्याएर फेरि चाहिँ हामी कृषकलाई चाहिँ नपुगहरूलाई चाहिँ फेरि ट्याङ्की नै वितरण गर्नेछौँ। उहाँले माग आए अनुसार माग आयो भने चाहिँ हामी त्यही गर्नेछौँ। अहिले वडा कार्यालयले हजुरलाई यो ट्याङ्की दिँदै गर्दाखेरि हजुरलाई चाहिँ कस्तो लागिरहेछ? राम्रो लाग्छ। यो पहिला कति कट्ठा छ हजुरको? 7 कट्ठा। ट्याङ्की नहुँदा त समस्या हुने रहेछ। समस्या माग्नु पर्ने, नदिने। अरूकोमा माग्न जानुहुन्थ्यो? माग्नु दिँदैन थियो कि। सर नमस्ते। नमस्कार। हजुरको सुनाम भनिदिनुहोस् न। अमृतलाल श्रेष्ठ। सर यो 3 नम्बर वडाले अहिले जुन ट्याङ्कीहरू वितरण गर्दैछ नि, यहाँलाई कस्तो लाग्दैछ अलिकति बताइदिनु। यो जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर 3ले जुन आज किसानहरूको लागि 70% छुटमा जुन दबाई अब यो कीटाणु मार्ने जुन दबाई छिट्ने जुन टङ्की वितरण गरेको छ, यो असाध्य राम्रो काम। गरिब किसानहरू जो किसानी गरिराखेको छ, बालीहरू उत्पादन गर्छ, तर उसले एउटा टङ्की किन्न नसकेर दबाई हाल्न नसकेको अवस्था पनि हामीले देख्यौँ। र त्यो अनुसारले जिल्ला वडाले निर्णय गरेर चाहिँ हाम्रो किसानहरूलाई क्रमशः त्यो बाँड्नुपर्छ भन्ने हिसाबले जुन निर्णय भएर आज त्यो ट्याङ्कीहरू चाहिँ बाँडिराखेको छ। मलाई लाग्छ जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर 3ले जुन कार्य गरेको छ यो सराहनीय छ। र यो मात्रै होइन, अब किसानहरूलाई कृषकहरूलाई बिउहरू चाहिँ अब छुटमा दिने र अन्य सुविधाहरू पनि दिँदै जानु सक्यो भने मात्रै जो हाम्रो स्थानीय सरकारसँग जुन अपेक्षा गरेको हुन्छ यहाँको किसानहरूले, यहाँको कृषकहरूले, त्यो चाहिँ पुरा हुन्छ भन्ने मलाई लाग्छ। सर यो आगामी दिनहरूमा चाहिँ अब वडाहरूले के चाहिँ गरिदियोस् जस्तो लाग्छ यो कृषिहरूको लागि चाहिँ? होइन, यो अब यस्तो छ, अब यो अहिलेको समयमा जुन स्थानीय सरकारहरूले आफ्नो वडाभरिको किसानहरूलाई, कृषकहरूलाई होइन, यो क्षेत्रमा व्यवसाय गर्ने व्यवसायहरूलाई हरेक क्षेत्रलाई केही न केही गर्नुपर्छ। होइन भने सरकारसँग जुन अपेक्षा गरेको हुन्छ त्यो अपेक्षा प्राप्त गर्न सकेन भने सरकारसँग उनीहरूको के हुन्छ, चित्त दुखाइ हुन्छ र उनीहरू चाहिँ एकदमै किसान गरिराखेको मान्छेहरूको मनोबल घट्छ। त्यसकारण सबभन्दा पहिला भनेको किसान, जो गरिब वर्ग हुन्छ, जो किसान गरेर खान्छ, उसले उब्जाएको खेतीले चाहिँ हामी सबै बाँचिराखेका हुन्छ, त्यसलाई सहुलियत दिनुपर्ने पहिलो प्राथमिकता हुन्छ। आज जुन सहुलियतको दरमा जुन अहिले यो ट्याङ्की बाँडेको छ, त्यसरी नै हामीले बिउ बिजन पनि त्यसरी दिनुपर्ने हुन्छ। जो पानी
सबभन्दा समस्याको रूपमा पानीको व्यवस्था छ। त्यो पानी बोर्डिङ लगाउनेदेखि लिएर त्यसको चाहिँ अब मिटर जस्तो हुन्छ नि, हामीले के राख्ने मिटर राख्ने कुराहरू, त्यसको सहुलियत दरमा मिटरका रकमहरू त्यो सबै गर्दै जान सक्यो भनेदेखि चाहिँ 3 नम्बरभित्र रहेर जुन किसान गर्ने मान्छेहरूलाई पनि त्यसले फाइदा हुन्छ र उनीहरूको मनोबल बढ्छ र अझ त्यो किसान बाँझो रहेको खेतहरू पनि नगरेका हाम्रा चाहिँ खेतीहरू पनि हामीले चाहिँ गर्दै जान्छौँ र 3 नम्बर वडा नम्बर 3 छ, त्यसमा रहेका सबैले चाहिँ अब सुविधा पाउँछ, सहुलियत पाउँछ भन्न चाहन्छु। र जुन अहिले कार्य जुन गरेको छ, यो ट्याङ्की वितरण गरेको छ, म वडा नम्बर 3 लाई धन्यवाद व्यक्त गर्न चाहन्छु। किनभने हामी जनताको लागि आएका हौँ, सरकार जनताको हितमा जनताको लागि सेवा सुविधा कसरी दिन सकिन्छ, सहज रूपमा कसरी प्रदान गर्न सकिन्छ, त्यो कुरा चाहिँ आउने दिनहरू पनि गर्दै जाओस् भन्ने पनि म भन्न चाहन्छु।